हे गाइज सबैलाई फेरि मेरो नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ मैले क्लास 10 को म्याथको एक्सर्साइज नम्बर 9.4 को लङ क्वेसनको 3 नम्बर गर्न गइरहेको छु। 3 नम्बरको मैले क्वेसन चाहिँ गराएको छैन, सोल्युसन चाहिँ गरेको। जस्तै a + b + c भनेको पाई छ। हामीलाई प्रुफ गर्नुपर्ने यही हो, 4 cos a cos b र sin c को प्रुफ गर्नुपर्ने थियो। प्रुफ गर्नुपर्छ। जस्तै a + b + c भनेको पाई छ, a + b भनेको के हुन्छ, पाई - c हुन्छ। मैले हरेक भिडियोमा भनिरहेको हुन्छु साइन a + b र cos a + b चाहिँ लियो क्या, किनकि यो हरेक पछाडि यो युज हुन्छ क्या। जसरी नि पछाडि तिमीले सोल्युसन गर्दा यो युज हुन्छ, कि साइनको युज हुन्छ कि कसको युज हुन्छ, एउटा न एउटा युज हुन्छ अरे। जस्तै साइन a + b भनेको साइन पाई - c, साइन पाई - c भने साइन c हो। मैले हरेक भिडियोमा भनिरहेको हुन्छु, तिमीले मेरो अगाडि भिडियो हेर्न सक्छौ। cos a + b भनेको cos पाई - c, यो भने माइनस cos c। साइन 2a + साइन 2b - साइन c भयो होइन। प्रुफ गर्नुपर्ने के छ, 4 cos a cos b र साइन c छ। अब एलएचएस लियौँ, साइन 2a + साइन 2b - साइन 2c छ होइन। अब हामीले यसलाई के साइन 2a + साइन 2b लाई लियौँ होइन। पहिला साइन 2a + साइन 2b लाई लियौँ। यो भने के हुन्छ, साइन a + साइन b। साइन a + साइन b को फर्मुला छ नि हामीसँग, साइन a + साइन b को, मतलब यसलाई साइन a + साइन b भन्दा नि साइन c + साइन d हुन्छ। हामीसँग साइन c + साइन d को फर्मुला छ, त्यो भने के हो, 2 sin c + d/2 cos c - d/2। तर यहाँ c भनेको के छ, 2a छ, d भनेको के छ, 2b छ भने 2 sin 2a + 2b/2 cos 2a - 2b/2 - साइन 2c लाई साइन 2c नै राख्यौँ होइन। अब साइन 2 sin, यो 2 माथिबाट कमन लिने, माथिबाट कमन लिएपछि के हुन्छ, तलमाथिको 2 के हुन्छ, काटिन्छ र a + b बाँकी हुन्छ। फेरि यहाँबाट पनि 2 कमन लिने र a - b बाट चाहिँ 2a - 2b बाट 2 कमन लिने र तलमाथिको 2 काटिने र बाँकी के हुन्छ, a - b बाँकी हुन्छ। र साइन 2c लाई हामीले के लेख्न सक्छौँ, -2 sin c cos c। यो भने साइन 2a त हो नि, यो भने नि साइन 2c भने नि साइन 2a त होला नि, 2a त हो नि। र साइन 2a को फर्मुला के थाहा छ, 2 sin a cos c थाहा छ नि त। त्यसैले यहाँ के हो, 2 sin c cos c। सिमिलरली अब चाहिँ 2 sin c, 2 sin a + b भने के हो, मैले हरेक भिडियोमा भने हुन्छु, 2 sin, यहाँ साइन a + b आएन त, साइन a + b भने अब हामीले के लेख्न सक्छौँ, साइन c लेख्न सक्छौँ नि त। साइन a + b को ठाउँमा के लेख्ने, 2 sin c cos a - b - 2 sin c cos c। अब हामीले 2 sin c कमन लिदियौँ, 2 sin c कमन लिएपछि के भन्छ, cos a - b - cos c बाँकी हुन्छ। हामीले 2 sin c के लियौँ, कमन लियौँ। अब अर्को छ 2 sin c cos a - b - cos c। -cos c भनेको के छ, माथि मैले भनेको छु नि हरेक भिडियोमा, यो निकाल्नुपर्छ क्या। साइन र कसको चाहिँ हामीले निकाल्नै पर्छ, किनकि पछि यसकै बेसिसमा चाहिँ हामीले आरएचएस प्रुफ गर्नुपर्ने हुन्छ। -cos c भनेको के हो, cos a + b हो नि त। अब हामीले यहाँ के थप्न सक्यौँ, प्लस cos a + b थप्न सक्यौँ, 2 sin c। जस्तै cos a - b + cos a + b भनेको के हो, 2 cos a cos b हो नि त। यो फर्मुला हो, यसबाट चाहिँ फर्मुला हो। यसमा चाहिँ सिधै हामीले 2 cos a cos b हाल्न सक्छौँ। अब 2 × 2 4 cos a cos b र sin c। चाहिएको हामीलाई के हो, आरएचएस यही हो, र हेन्स एलएचएस इज प्रुभ टु आरएचएस।